ज्ञानको ज्योति बुटवलको शैक्षिक यात्रा। लुम्बिनी प्रदेशको मुटु, व्यापारिक केन्द्र र शिक्षाको उदीयमान गन्तव्य बुटवल उपमहानगरपालिकामा यहाँहरूलाई स्वागत छ। रमणीय पहाडको काखमा अवस्थित यो सहर शिक्षाको क्षेत्रमा कसरी अगाडि बढिरहेको छ भन्ने कुरा आज हामी यस वृत्तचित्रमा केलाउनेछौँ। बुटवलले आफ्ना बालबालिकाको उज्जवल भविष्य निर्माणको लागि कसरी ज्ञानको ज्योति छरिरहेको छ, आउनुहोस् यो वृत्तचित्र मार्फत हामी बुटवलको शैक्षिक यात्राको सुन्दर कथा सँगै बुनौँ। शिक्षा कुनै पनि समाजको मेरुदण्ड हो। बुटवल उपमहानगरपालिकाले यो सत्यलाई गहिराईसम्म आत्मसात गरेको छ। यहाँका सामुदायिक विद्यालयहरूले लाखौं विद्यार्थीको भविष्य निर्माण गरिरहेका छन्। स्थानीय सरकारको पहलमा भौतिक पूर्वाधार सुदृढीकरण, गुणस्तरीय शिक्षकको व्यवस्थापन र सिकाइ सामग्रीको सुनिश्चिततामा विशेष ध्यान दिएको छ। बुटवल केवल एक सहर होइन, यो इतिहास, संस्कृति र प्रगतिको सङ्गम स्थल हो। विश्व विजेता अङ्ग्रेजलाई जितेको थलो, आधा नेपाललाई व्यावसायिक सरसामान पुर्याउने सहर, पूर्वजहरूले नुन तेलको जोहो गर्ने बजार, पल्टनियाहरूलाई नेपाल फर्केपछि बास बसाल्ने सहर, लाखौं वर्ष पहिलेको रामापिथेकसको अवशेष फेला परेको ऐतिहासिक भूमि। बुटवलका कथाहरू अनगिन्ती छन्। बुटवललाई चिनाउने दर्जनौं विशेषण र विशेषताहरू पनि रहेका छन्। नेपालकै जेठो उद्योग व्यापार सङ्घ गठन गर्ने सहर र राणा शासन विरुद्धमा पुस्तकालय खोलेर मौन विद्रोह गर्ने सहर पनि हो बुटवल। नेपालका पुराना नगरपालिका मध्येकै एक नगरपालिकाका रूपमा स्थापित बुटवल उपमहानगरपालिका लुम्बिनी प्रदेशको रूपन्देही जिल्लामा पर्दछ। देशका प्रमुख राजमार्गहरू पूर्व पश्चिम राजमार्ग तथा सिद्धार्थ राजमार्गको सङ्गम स्थलमा रहेको यस उपमहानगरपालिका विक्रम सम्वत 2016 सालमा स्थापना भएको हो। सुरुमा बुटवल नगर पञ्चायत, त्यसपछि बुटवल खस्यौली नगर पञ्चायत, त्यसपछि बुटवल नगरपालिका हुँदै हाल बुटवल उपमहानगरपालिका लुम्बिनी प्रदेशको प्रस्तावित आर्थिक राजधानी पनि हो। शब्दमा आर्थिक राजधानी भने पनि बुटवलमा निरन्तर विकास हुँदै गएको शैक्षिक गतिविधिले व्यवहारमा भने बुटवल क्रमशः प्रदेशको शैक्षिक राजधानी बन्दै गएको भन्न सकिने आधारहरू फेला पर्छन्। सामुदायिक विद्यालयबाट पटक पटक बुटवल उपमहानगरकै विद्यालयले राष्ट्रिय ध्वजा उचाल्नु, संस्थागत विद्यालयले लुम्बिनी र गण्डकी प्रदेशका दूर दराजका विद्यार्थीहरूलाई आकर्षण प्रदान गर्न सक्नु, आम अभिभावकमा बुटवलका विद्यालयहरूप्रति विश्वास बढ्दै जानु, यी सबै बुटवललाई शैक्षिक राजधानीतर्फ अग्रसर गरिरहेका प्रमाण हुन्। नेपाल सरकार सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा विक्रम सम्वत 2071 मङ्सिर 16 गते बुटवल नगरपालिकाबाट बुटवल उपमहानगरपालिकामा स्तरोन्नति भएको यस क्षेत्रको पूर्वमा देवदह नगरपालिका, पश्चिममा सैनामैना नगरपालिका, उत्तरमा पाल्पा जिल्लाको तिनाउ गाउँपालिका रहेको छन्। दक्षिणपट्टिको सिमानाका रूपमा तिलोत्तमा नगरपालिका र शुद्धोदन गाउँपालिका रहेका छन्। तिनाउ नदीको किनारमा अवस्थित बुटवलको उच्चतम तापमान 45 डिग्री सेल्सियससम्म पुग्छ भने न्यूनतम तापमान 7 डिग्री सेल्सियससम्म रेकर्ड गरेको छ। साबिक लुम्बिनी अञ्चलको प्रशासनिक सदरमुकामका रूपमा रहेको बुटवल उपमहानगरपालिका भित्रको जनसङ्ख्या करिब 1.5 लाखको हाराहारीमा पुगेको पाइन्छ। विक्रम सम्वत 2078 को जनगणना अनुसार यस क्षेत्रको कुल जनसङ्ख्या 1,94,335 रहेको छ, जसमध्ये 94,849 जना पुरुष र 79,486 जना महिला छन्। 91.31% जनसङ्ख्या साक्षर रहेको बुटवलमा शिशु कक्षादेखि स्नातकोत्तर तहको अध्यापन गराउने शिक्षालयहरूको बाक्लो उपस्थिति रहेको छ। राज्यले घोषणा नगरे पनि बुटवल आफैमा शैक्षिक हबका रूपमा विस्तारित हुँदै गएको छ। बुटवलको ऐतिहासिक पृष्ठभूमिका बारेमा अध्ययन गर्दा नेपाल एकीकरण हुनु पूर्व पश्चिम नेपालमा बुटवल राज्यका रूपमा रहेको बुटवलको सिमाना पूर्वमा पाल्पा र नवलपरासी क्षेत्र र पश्चिममा प्युठानसम्म विस्तारित भएको पाइन्छ।
बुद्धबली, बटौली, बटुवाल जस्ता अनेक नाममा पुकारिँदै आएको पुरानो बटौली नै अहिलेको सुन्दर र बस्न योग्य बुटवल उपमहानगरपालिका बनेको छ। सङ्घीय गणतन्त्र नेपालको घोषणा भएसँगै झन्डै 5 वर्ष लुम्बिनी प्रदेशको अस्थायी राजधानी रहेको बुटवलबाट राजनीतिक खिचातानीका कारण प्रदेश राजधानी खोसिए पनि यसले स्थायी भनिएको राजधानीका विद्यार्थीहरूलाई समेत शिक्षा प्रदान गर्न सकेर शैक्षिक नेतृत्व दिइरहेको छ। समानता, स्वाभिमान र अवसर बस्न योग्य बुटवल सहर भन्ने मुख्य नाराका साथ बुटवल उपमहानगरपालिकाले आवश्यक पूर्वाधार विकास तथा विस्तारका क्षेत्रमा आफ्नो वार्षिक नीति तथा कार्यक्रमलाई केन्द्रित गरिरहेको छ। त्यसको परिणामस्वरूप पश्चिम नेपालका थुप्रै लगानीकर्ताको लगानी बुटवल केन्द्रित भएर छिमेकी पालिकाहरूमा विस्तारित भइरहेको छ। कोभिड-19 पछि व्यापार व्यवसायमा भित्रिएको खुला बजार तथा उपभोक्ताको सोचमा आएको परिवर्तनको कारणले अनलाइन बजारको समेत विकास भइरहेको छ। नेपाली अर्थतन्त्रमा काठमाडौँ, वीरगञ्ज, पोखरापछि सशक्त प्रभाव पार्ने सहरको रूपमा पछिल्लो समयमा बुटवल आइरहेको छ। जनगणना 2078 को नतिजाले पनि रूपन्देही बसाइसराईका लागि आन्तरिक रूपमा पहिलो गन्तव्य हुन पुगेको छ। बसाइसरे र बुटवल आउने विभिन्न कारणमध्ये गुणस्तरीय शिक्षाको खोजी पनि एक हो। त्यसैले बुटवल देशभरका नेपालीहरूको गन्तव्य बन्दै गएको छ। इतिहासमा बुटवलमा शिक्षाको प्रकाश छर्ने बुटवल माध्यमिक विद्यालयदेखि नेपालकै अब्बल शिक्षाको पहिचान बनाएको कालिका मानव ज्ञान मावि बुटवलको शैक्षिक गन्तव्यको एउटा उदाहरण हो। 2008 सालमा भारतको कलकत्ताबाट शिक्षक झिकाएर स्थापना भएको बुटवल माविले उत्पादन गरेका धेरै नेपालीहरू अहिले देशका विभिन्न क्षेत्रका उच्च ओहदामा पुगेका छन्। बुटवल माध्यमिक विद्यालय, जसलाई पहिले आदर्श विद्या मन्दिर पनि भनिन्थ्यो, बुटवल माविको स्थापना 2008 साल मङ्सिर 28 गतेमा भएको थियो। यो बुटवलमा स्थापित भएको पहिलो शैक्षिक संस्था मानिन्छ। यो विद्यालय बुटवल उपमहानगरपालिकाको वडा नम्बर 1 मा अवस्थित छ। यसको आफ्नै 8 बिघा 6 कट्ठा 5 धुर जग्गा रहेको छ। विद्यालयका पुराना 5 वटा भवनमा 30 कोठा छन्। ऐतिहासिक रूपमा यो विद्यालयले बुटवलको शिक्षा क्षेत्रमा एक महत्त्वपूर्ण स्थान राख्दछ। यसलाई बुटवलको सबैभन्दा पुरानो र महत्त्वपूर्ण शैक्षिक संस्थाको रूपमा पनि हेरिन्छ। विगतमा यस विद्यालयको भवनलाई प्रदेश सरकारको मन्त्रालयको लागि प्रयोग गर्ने प्रस्ताव पनि आएको थियो, जसको स्थानीय शिक्षक र सङ्गठनहरूले विरोध गरेका थिए, किनभने उनीहरू यस ऐतिहासिक विद्यालयको अस्तित्व जोगाउन चाहन्थे। बुटवल माध्यमिक विद्यालय रूपन्देही जिल्लाको सबैभन्दा पुरानो विद्यालय 2008 सालमा स्थापना भएको र यसमा अध्ययन गर्ने विद्यार्थीहरू चाहिँ नेपाल सरकारको माथिल्लो ओहदामा मन्त्रालयमा सचिवसम्म त्यहाँ पुग्नु र डाक्टर इन्जिनियर धेरै भए र अहिले बुटवल माविमा एकदम खस्कदो उ छ, किनभने त्यो अलि विकट ठाउँ पर्यो। अहिले मान्छेहरूले अहिले विद्यार्थीले सुगम ठाउँ खोज्ने भएकोले यो वास्तवमा यो पुरानो विद्यालय नगरपालिकाले बढी चासो दिनुपर्ने, किनभने यो नगरपालिकाको गहनै हो। त्यसकारण त्यो विद्यालयमा भौतिक पूर्वाधार त छ, तर विद्यार्थी चाहिँ एकदमै कम छ र त्यसलाई अब सञ्चालन गर्नको लागि नगरपालिका अहिले शिक्षाको जिम्मा चाहिँ स्थानीय सरकारलाई भएकोले अब नगरपालिकाले त्यो ठाउँमा एउटा प्राविधिक विद्यालयको रूपमा लियो भने त्यहाँ करभरले पनि विद्यार्थीहरू जान्छन् र त्यो ठाउँ वास्तवमा विद्यालय सञ्चालन गर्नको लागि अति नै उचित वातावरण भएको ठाउँ हो र त्यो अलिकति अपहेलना जस्तो पनि भइराखेको छ, कसैको चासो पनि भएको छैन। तर त्यो ठाउँ चाहिँ वास्तवमा भन्नुपर्दा शिक्षाको लागि एकदमै राम्रो ठाउँ हो। त्यो नगरपालिकाले पनि विचार गर्नुपर्छ र त्यहाँ के विषय ल्याउँदाखेरि त्यहाँ चाहिँ विद्यार्थी सङ्ख्या बढाउन सकिन्छ र त्यहाँ हामी तलदेखि पढ्यो भने यहाँ हामी यो प्राविधिक शिक्षा हासिल गर्न पाउँछु भन्ने उद्देश्यका साथ त्यहाँ अरू तल्लो लेभलको त्यहाँ विद्यार्थीहरू पनि बढ्ने भएकोले यसमा बुटवल नगरपालिकाले धेरै चासो दिनुपर्छ जस्तो मलाई लाग्छ। यद्यपि बुटवलको शैक्षिक इतिहासमा योगदान गरेको बुटवल मावि भौगोलिक असहजताको कारण केही समस्यामा पुगेको छ। बुटवलको नामलाई राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा चम्काउन अहिले सामुदायिक तर्फ कालिका मानव ज्ञान, कान्ति र नवीन औद्योगिक कदर बहादुर रिता मावि, नयाँ गाउँ मावि, नवरत्न माविले योगदान गरिरहेका छन्।
यस्तै संस्थागततर्फ होराइजन, अक्सफोर्ड, दीप, एभरेस्ट, क्यानन लगायतले योगदान दिइरहेका छन्। बुटोल र यो पेरिफेरी एउटा नेपाल अधिराज्यकै सन्दर्भमा कुराहरू गर्दाखेरि एउटा ठुलो शैक्षिक हबको रूपमा विकास भएको छ। यसको खास गरी योगदान भनेको एउटा शैक्षिक हब स्थापित गर्नको लागि संस्थागत विद्यालयहरूको ठुलो योगदान छ र त्यसमा लगानीकर्ताहरूको जुन किसिमको एउटा हिम्मत र जाँगर गर्नुभएको छ, जुन किसिमको एउटा उत्साह उहाँहरूले थपिदिनु भएको छ र क्रमिक रूपमा विद्यालय खुल्ने क्रम जारी थियो। तर पछिल्लो पटक केही यसमा अवरोध सिर्जना भएको हामीले महसुस गरेका छौँ। अहिले पछिल्लो पटक जुन हामीले 2081 सालकै एसईको नतिजाकै कुराहरू गर्दाखेरि पनि हामी गर्वित छौँ र यसलाई निरन्तरता दिनको लागि बुटोल उपमहानगरपालिकाले नयाँ किसिमका पोलिसीहरूको स्थापना गर्नुपर्ने कुराहरू रहन्छ, लगानीकर्ताहरूलाई आकर्षित गर्नुपर्ने किसिमका कुराहरू रहन्छ र अर्कोतिर ती लगानीकर्ताहरूको संरक्षण गर्नुपर्ने किसिमका कुराहरू, ऊर्जा थप्नुपर्ने किसिमका कुराहरू हामीले देखेका छौँ। त्यसैले गर्दाखेरि आज मात्र होइन, भोलि पनि यो शैक्षिक हबको रूपमा कायम रहोस्। विगतको जुन एउटा इतिहास छ त्यो इतिहासलाई अझै गर्विलो हिसाबले अगाडि बढाउनको लागि खास गरी 3वटा क्षेत्रहरू, एउटा प्रशासनिक क्षेत्र विशेष गरी विद्यालय, विद्यार्थी र शिक्षकहरू, त्यस्तै गरी लगानीकर्ताहरू र यसको संरक्षककर्ता विशेष गरी स्थानीय सरकार भएको कारणले, हाम्रो स्थानीय सरकार बुटोल उपमहानगरपालिका भएको कारणले पनि उहाँहरूको योगदान रह्यो, उहाँहरूको हामीप्रतिको जुन किसिमबाट विश्वास रह्यो भने अवश्य पनि भोलिका दिनमा पनि यो क्षेत्र एउटा सुनौलो क्षेत्रको रूपमा विकसित हुन्छ। नेपाल अधिराज्यवर्ग एउटा शिक्षाको केन्द्रको रूपमा विकास हुन्छ। या केवल स्कुल क्षेत्रको मात्र होइन है, विद्यालयहरू, कलेजहरू अनि मेडिकल कलेज र नर्सिङ कलेजहरूको पनि स्थापना गर्नुपर्ने हामीले महसुस गरेका छौँ। बुटोलमा शिक्षाको अवस्थामा निरन्तर सुधार भइरहेको छ। पछिल्लो समय बुटोलमा नागरिकलाई आवश्यक सबै शिक्षा दिन सक्ने पूर्वाधारहरू बन्दै गएका छन्। यहाँ शिक्षाका धेरै अवसरहरू पनि उपलब्ध छन्। साक्षरता दर। नेपालको राष्ट्रिय जनगणना 2078 अनुसार बुटवल उपमहानगरपालिकाको साक्षरता दर 91.35 रहेको छ। यसले बुटवलमा शिक्षाको राम्रो प्रसार भएको देखाउँछ। नेपालको संविधान, संघीय शिक्षा ऐन, नगर शिक्षा ऐन एवं केन्द्रीय स्तरमा भएका आयोगहरूका प्रतिवेदन र नगर गुरु योजनालाई समेत आधार लिएको छ। बदलिदो परिवर्तन तथा परिस्थितिलाई मध्यनजर गर्दै शिक्षामा समयानुकूल परिवर्तन गर्न जरुरी रहेको महसुस गर्दै विद्यालय तहको संरचनामा भएको परिवर्तन एवं आन्तरिक सुशासन, सुधार एवं दक्षतामा अभिवृद्धि गरी गुणात्मक परिवर्तनका कार्यक्रमहरू ल्याइएका छन्। वास्तवमा बुटोल शैक्षिक हब नै हो। यसमा पनि विभिन्न खालका व्यक्तिहरूले पढ्ने शिक्षाको बारेमा र विशेषतः हाम्रो समाज हिजो छोरी पढाउन हुन्न भन्ने समाजबाट अहिले छोरीहरूले कति पढे, के प्रगति गरे अथवा बुटोलमा चाहिँ छोरीहरूले कसरी पढिरहेका छन् भन्ने कुराको जिज्ञासा यहाँले राख्नु भएको छ। नेपालमै काठमाडौँ पछाडि दोस्रो महिला विद्यालय चाहिँ बुटोलमा छ। त्यसको 18औं वार्षिक उत्सव हामीले मनायौँ। त्यो महिलाहरूलाई शिक्षित र साक्षर बनाउने गरी खोलिएको विद्यालय हो। अब अहिले तपाईँ विभिन्न विद्यालयमा, चाहे प्राइभेट विद्यालयमा चाहे सामुदायिक विद्यालयमा गएर हेर्नुहुन्छ भनेदेखि सङ्ख्यात्मक हिसाबले नानीहरूको सङ्ख्या, छात्राहरूको सङ्ख्या धेरै छ र त्यसमा रिजल्टमा अगाडि आउने पनि छात्राहरू नै छ। त्यसले गर्दाखेरि बुटोलमा कहीँ कतै घरमा बस्ने आमाहरू बाहेक अरू सबैजना चाहिँ शिक्षित चाहिँ हुनुहुन्छ। म यो दावाका साथ भन्न चाहन्छु, किन भन्दा 72 वर्षको आमाले अहिले 8 कक्षाको परीक्षा दिनुभयो। मसित यहाँहरूले चाहनुभयो भने फोटो पनि मसित छ। अनि म अनुगमनकै क्रममा 8 कक्षाको परीक्षा चलिरहँदा अनुगमन हेर्न, घुम्न, अनुगमन गर्न गइरहँदा मैले त्यहाँ भेटाएँ। ज्ञानोदयमा गएर हेर्छु 62 वर्षकी दिदीले पनि फेरि त्यहाँ 8 कक्षाको परीक्षा दिनुभएको छ। मुखमा मास्क लगाउनु भएको छ, अलिअलि लाज लागेर होला। भने इच्छा शक्ति धेरै छ, कहाँनिर गएर हामी शिक्षा पाउँछौँ भन्ने कुरा धेरै छ। थाहा पाउने बित्तिकै महिला दिदीबहिनीहरू पढ्न जानुभएको छ। विशेषतः एडल्ट महिलाहरूको कुरो भन्दा पनि उहाँहरू साक्षर मात्रै हुनु होला अथवा अलिकति पढेर छोडेर शिक्षित भयौँ भनेर छोड्नु होला। तर नानीहरूको सङ्ख्या त प्रत्येक घरको नानीहरू विद्यालय पुगेका छन्। सामुदायिक विद्यालय, निजी विद्यालय, तपाईँले अरू विद्यालयहरूमा पनि गएर पढिरहेको अवस्था छ। बुटोल चाहिँ महिलाहरूका लागि अथवा छात्राहरूका लागि अगाडि छ भनेर म दावा गर्न सक्छु। नगर शिक्षाको सन्दर्भमा प्रारम्भिक बाल विकास कार्यक्रम,
आधारभूत शिक्षा, माध्यमिक शिक्षामा प्राविधिक तथा व्यावसायिक र अनौपचारिक शिक्षालाई जीवन पर्यन्त एवं सिपमूलक तथा प्रविधि मैत्री बनाउने गरी योजना तय गरिएको छ। सबैको लागि शिक्षा कार्यक्रमको पहिलो कम्पोनेन्टमा प्रारम्भिक बाल विकास कार्यक्रम, सामुदायिक विद्यालयहरूबाट र समुदायमा आधारित बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताबाट समेत प्रारम्भिक बाल शिक्षा दिने कार्य भएको छ। यस्ता शिक्षालाई आधारभूत विद्यालयहरूबाट शिक्षा आर्जन गर्न सकिने व्यवस्था गरिएको छ। धार्मिक सद्भाव र संरक्षणको लागि मदरसा शिक्षालाई प्राथमिकतामा राखेर उपमहानगरमा उर्दू भाषा संस्कृति अध्यापनको लागि मदरसा सञ्चालन गरिएको छ। मदरसा शिक्षाले यस उपमहानगरमा रहेका इस्लाम धर्मावलम्बीहरूको बालबालिकालाई मुलुकको शैक्षिक मूल प्रभावमा ल्याउन सक्ने विश्वास लिएको छ। यो हाम्रो यो चाहिँ विशुद्ध धार्मिक संस्था भएको हुनाले यहाँ धार्मिक पढाइहरू हुन्छ। खास गरेर त्यसमा हाई स्कुलको कुरा गर्नुभयो, हाई स्कुलमा र हाम्रो मदरसामा त्यति यहाँ मेल खाएको छैन, मेल खान्न पढाइको सन्दर्भमा कि। अब उहाँ नेपाल सरकारको जुन शिक्षा अन्तर्गतको कोर्स र हाम्रो कोर्समा अलिकति फरक पर्छ। त्यसो भएर त्यो मेल नखाने हुनाले अब यो माध्यमिक तह शिक्षाकोमा र हाम्रो यो मदरसामा अलिक टाढा भिन्नता छ। यो त्यसो भए त्यत्रमा हामी पुग्न सकेका छैनौँ, त्यो कुरा छ। अरू कुरा यो नगरपालिकाबाट सहयोग गर्ने भन्ने कुरा त अहिले हामीले राम्रोसँग नगरपालिका सहयोग आइरहेछ, हरेक कुरामा आएको छ। यसबाहेक 4 वर्ष मुनिका बालबालिकाहरूलाई पनि संस्थागत विद्यालयहरूले प्री नर्सरी, नर्सरी, एलकेजी र युकेजी समेतका कक्षाहरू सञ्चालन गरेका छन्। मन्टेश्वरी तथा तालिम प्राप्त शिक्षक तथा सहयोगी कार्यकर्ता बाल शिक्षकहरूबाट बाल विकास केन्द्र सञ्चालन गरी बालबालिकाहरूलाई कक्षा 1 मा भर्ना गराउन सकेमा शिक्षाको जग अझै बलियो हुनेछ। राज्यको अहिलेको चाहिँ जुन ढुलमुल नीति छ, कहिले हामीलाई कम्पनीमा जा गुठीमा जा भन्छ, कहिले सार्वजनिक गुठीमा जा भन्छ, कहिले सहकारीमा जा भन्छ। यसले गर्दा हाम्रो संस्थाका संस्थापकहरूले जुन अलिकति लगानी गरेर अलि भौतिक पूर्वाधारहरू चुस्त दुरुस्त बनाएर विद्यार्थीहरूलाई एउटा अन्तर्राष्ट्रिय स्तरको एउटा शिक्षा प्रदान गर्न सक्थे। अझै पनि मौका छ। यसमा हाम्रो स्थानीय सरकार अझै चनाखु भयो भने बुटोल उपमहानगरपालिका मात्र नभएर रूपन्देही यो लुम्बिनी प्रदेशलाई नै यो नगरीले एउटा उज्यालो अझै थप्न सक्छ। बुटवल उपमहानगरपालिकामा चालु आर्थिक वर्षसम्म 6वटा आधारभूत विद्यालय, 4वटा मदरसा, 1 छात्रा स्कुल, 1 सुस्त मनस्थिति विद्यालय सहित 39 सामुदायिक विद्यालयहरू रहेका छन्। 58वटा संस्थागत विद्यालय सञ्चालनमा रहेका छन्। बुटवलमा विभिन्न तहमा शिक्षा प्रदान गर्ने धेरै प्रमुख संस्थाहरू छन्। माध्यमिक तहमा कालिका मानव ज्ञान मावि, कान्ति मावि, नवीन औद्योगिक कदर बहादुर रिता मावि, उजिर सिंह मावि, सिद्धेश्वर लालकुमारी मावि, जनता मावि, प्रगतिशील मावि, नहरपुर मावि, नयाँ गाउँ मावि, मोतीपुर मावि, नवरत्न मावि लगायतका विद्यालयहरू रहेका छन्। यो बुटोल उपमहानगरपालिका वडा नम्बर 17 मा अवस्थित यो मोतीपुर माध्यमिक विद्यालय यो अन्य बुटोलको अन्य विद्यालयहरूभन्दा अलि फरक प्रकृतिको क्षेत्रमा रहेको छ। हुन त बाहिर यहाँहरूले हेर्दा बुटोल उपमहानगरपालिकाभित्र पर्छ भन्ने लाग्छ होला, तर यहाँका व्यक्तिहरूको बसाइ रहनसहनले गर्दा प्रत्यक्ष प्रभाव हाम्रो विद्यालयमा पर्दो रहेछ। अहिले हामी कहाँ करिब 600 जना विद्यार्थीहरू यहाँ अध्ययनरत हुनुहुन्छ, तर ती सबै विद्यार्थीहरूको वास्तविक घरको डाटालाई हामीले हेऱ्यौँ भने, घरमा गएर होम भिजिट गर्ने क्रममा हामीले हेऱ्यौँ भने जुन घर परिवारको एकदम सानो अधिकांश बालबालिकाहरूको घरको छाप्रो, घर भनेको वास्तवमा छाप्रो स्टाइलको छ, टिनको छानाले बनेको छ, त्यस्तो परिवेशमा हुर्केका बच्चाहरू जहाँ जसका अभिभावकहरू बिहान साँझ मजदुरी गर्नुहुन्छ, त्यो प्रकृतिका बालबालिकाहरू यहाँ अध्ययनरत हुनुहुन्छ। अनि ती बालबालिकाहरूलाई हामीले शिक्षा दिने क्रममा यहाँ स्कुलको तपाईँ शैक्षिक वातावरणलाई हेर्नुभयो भने हामीले गर्नुपर्ने सबै प्रयासहरू गरेका छौँ। अब के आवश्यक छ भनेर हेर्दाखेरि अब बुटोल उपमहानगरपालिकाभित्र रहेका सबै विद्यालयलाई एउटै डालोमा राखेर बुटोल उपमहानगरपालिकाको शिक्षा चल्दो रहेनछ। अनि हाम्रो सेवा क्षेत्रभित्र अहिले बुटोल उपमहानगरपालिकाका धेरै विद्यालयका बसहरू हाम्रो सेवा क्षेत्रभित्र आउनुहुन्छ।
अनि हामी कहाँ आइरहेका राम्रा फर्स्ट सेकेन्ड थर्ड हुने बच्चाहरू अटोमेटिक रूपमा ती ठुला विद्यालयहरूमा जानुहुन्छ, जसको कारणले गर्दा हामीले चाहे जस्तो 10 कक्षाको 12 कक्षाको रिजल्ट दिन सकिरहेका छैनौँ। त्यो हामीले स्वीकार गर्छौँ। तर अनि ती विद्यालयले जुन राम्रो विद्यालय रिजल्ट दिइरहनु भएको छ त्यसभित्र हाम्रा विद्यार्थीहरू पनि छन् भन्ने कुरा यहाँहरूले बुझिदिनुपर्छ। उच्च माध्यमिक र उच्च शिक्षाको लागि बुटवलमा बुटवल बहुमुखी क्याम्पस, लुम्बिनी वाणिज्य क्याम्पस, बुटवल कालिका क्याम्पस, बुटवल टेक्निकल इन्स्टिच्युट, सिद्धार्थ क्याम्पस, बुटवल मोडल कलेज, क्रिम्सन कलेज अफ टेक्नोलोजी, न्यू होराइजन कलेज, अक्सफोर्ड उच्च मावि, क्यानन मावि, एभरेस्ट मावि लगायतका रहेका छन्। बुटवल शिक्षाको एक केन्द्रको रूपमा विकसित भइरहेको छ, जहाँ विभिन्न क्षेत्रमा अध्ययनको लागि धेरै विकल्पहरू उपलब्ध छन्। व्यावसायिक र प्राविधिक शिक्षाका बढ्दो अवसरले युवाहरूलाई रोजगारीको लागि तयार गरिरहेका छन्। स्थानीय सरकारले पनि शिक्षा प्रणालीलाई समाजको आवश्यकता अनुसार बनाउने प्रयास गरिरहेको छ। देशभरिका सामुदायिक विद्यालयहरू राम्रो बनाउनका लागि मैले गरेको आफ्नो जीवनकालमा गरेको अनुभवमा सबभन्दा पहिला त एउटा हेड टिचर, क्रियाशील हेड टिचर हुन जरुरी छ। उसँग कन्ट्रोल, कमान्ड अनि कम्युनिकेसनलाई एउटा चाहिँ मूल मन्त्रको रूपमा लिने र स्वयं हेड टिचर एउटा चाहिँ प्लानर बन्न सक्नु पर्यो, एउटा योजनाकार बन्न सक्नु पर्यो। त्यसपछि एउटा लिडर पनि बन्न सक्नु पर्यो। त्यहाँका शिक्षक, अभिभावक, विद्यार्थी सबैलाई लिड गर्न सक्ने एउटा लिडरसिप पनि हुन जरुरी छ। त्यसका साथसाथै ऊ म्यानेजर पनि हो एउटा, र उसले एउटा चाहिँ विद्यालयलाई व्यवस्थापकीय पाटोमा पनि अब्बल बनाउन जरुरी छ। यी तीनटै गुण भएको एउटा हेड टिचर सामुदायिक विद्यालयमा व्यवस्थापन गर्न सकिन्छ र विद्यालयभित्र बाह्य हस्तक्षेपबाट विद्यालयलाई बचाउन सकिन्छ भने स्वाभाविक रूपमा विद्यालयहरूले स्वतः स्फूर्त रूपमा विद्यालयले एकदमै राम्रो प्रगति गर्न सक्छन् र विद्यार्थीको आकर्षणको थलो बनाउन सक्छन् भन्ने मलाई लागेको छ। र त्यसका लागि सरकारले गर्नुपर्ने कुरा के हो त भन्दाखेरि त्यहाँ आग्रह पूर्वाग्रह कुनै किसिमको चाहिँ कुरा नराखिकन एउटा निश्चित मापदण्ड बनाएर त्यो विद्यालयको हेड टिचर नियुक्ति गर्ने कुरामा सबैभन्दा बढी चाहिँ प्राथमिकता राख्नुपर्छ। त्यसका साथसाथै त्यो विद्यालयलाई हाँक्ने हेड टिचर एउटा चाहिँ क्षमतावान हेड टिचर त्यहाँ चाहिँ नियुक्ति गर्ने कुरालाई एउटा नीति बनाउन जरुरी छ भने त्यसका साथसाथै जतिसुकै नीति राम्रो बनाए पनि विद्यालयका शिक्षकहरू खुसी भएर क्लासरुमभित्र गएन भने त्यहाँको शैक्षिक गुणस्तर माथि उठाउन सकिँदैन। त्यसकारणले शिक्षकलाई कसरी खुसी भएर क्लासभित्र पढाउन सकिन्छ र उनीहरूले एउटा चाहिँ प्रफुल्ल मुद्रामा गएर उनीहरूलाई आवश्यकता भएको सिप, ज्ञान, व्यवहार विद्यार्थीलाई कसरी हस्तान्तरण गर्न सक्छन् त्यो वातावरण बनाउने कुरामा सरकारले विशेष जोड दिनुपर्छ भन्ने मलाई लाग्दछ। बुटवलको शैक्षिक क्षेत्रमा उल्लेखनीय प्रगति भए पनि शिक्षकको अभाव, उच्च शिक्षामा गुणस्तर कायम राख्ने चुनौती र विदेश पलायनको प्रवृत्ति जस्ता समस्याहरू छन्। स्थानीय पाठ्यक्रम, स्वरोजगारमूलक शिक्षा, राष्ट्रप्रेम झल्काउने पाठ्यपुस्तक र प्राविधिक दक्षतायुक्त कक्षाहरूको विकास आवश्यक छ ताकि विद्यार्थीहरूले स्थानीय आवश्यकता अनुरूप सिप प्राप्त गर्न सकुन्। अनुसन्धान र शैक्षिक वातावरण सुधार गर्नेतर्फ पनि ध्यान दिन आवश्यक देखिन्छ। बुटवल उपमहानगरपालिकाले नगरमा शैक्षिक स्तर उकास्नको लागि विभिन्न असल अभ्यासहरू गर्दै आएको छ। सूचना प्रविधिलाई प्राथमिकतामा राखेर शैक्षिक योजनाहरू बनाइएका छन् भने अन्य प्राविधिक र गुणस्तरीय शिक्षाको लागि विशेष कार्यक्रमहरू सञ्चालन गरिँदै आएका छन्। बुटवल शैक्षिक हब पनि हो, मफसलको राजधानी पनि हो, व्यापारिक केन्द्र पनि हो। सबै पोइन्ट अफ भ्यूबाट अलिकति भएको हुँदाखेरि यसलाई अलिकति सम्भाव्यता अध्ययन गरेर यसलाई जुन छ हाम्रो सिभिल इन्जिनियरिङ यो नेपालमा अब्बलै मानिन्छ। हाम्रो पहिलो ब्याचको विद्यार्थीले आर्किटेक्ट इन्जिनियरिङमा गत वर्ष नेपाल टप गरे। दोस्रो ब्याचको सिभिल इन्जिनियर विद्यार्थीले लोकसेवा आयोगको अधिकृतमा 1 नम्बरमा नाम निकाले। 79को ब्याचको नानीले नेपाल टप गरिन्। सम्भावनाहरू धेरै छ। उनीहरूलाई अझै यसलाई प्लानिङ गरेर शिक्षा विभागले त्यसपछि स्थानीय सरकारले प्रयोगात्मक सामग्रीहरू व्यवस्थित गरेर अलिकति अनुगमनहरू प्रभावकारी अनुगमन गर्ने हामीहरूलाई प्रयोगात्मक सामग्रीको लागि हुन त हामीहरूले लुम्बिनी इन्जिनियरिङ कलेजसँग पनि एग्रिमेन्ट गरेका छौँ। अब त्यहाँ युटिएम मेसिन चाहिन्छ। त्यो युटिएम मेसिन 50 लाख पर्छ। हामीहरूको 50 लाखको मेसिन राख्ने ठाउँ पनि छैन। त्यो हामीले किन्न पनि सक्दैनौँ। त्यसले गर्दा हामीले त्यहाँ लान्छौँ। कतिपय अहिले पहिलाको र अहिलेकोमा कोर्सहरू अलिकति फरक आएछ। पहिला हामीले
70 सालमा हामीले लगभग 30 लाखको सामग्री किन्यौँ। पछि कोर्स आउँदाखेरि त्यो फेज आउट भएछ। अब हामीले नयाँ सामग्रीहरू पनि किन्नुपर्छ, अलि विद्यार्थीहरूलाई अहिले म्यानेज गर्नुपर्छ भनेर हामीले विज्ञान सामग्री नै अहिले विज्ञान प्रवर्धन कार्यक्रम अन्तर्गत परेको छ। विज्ञान प्रयोगशालालाई नै हामीले अलि व्यवस्थित गरेका छौँ। पढाइ पनि इन्टरेक्टिभ बोर्डहरू इन्स्टल गरेका छौँ, अलि व्यवस्थित गरेर जाने भन्ने छ। त्यसपछि इन्जिनियरिङको सामग्रीहरू पनि हामीले खरिद गर्नुपर्छ, व्यवस्थित गर्नुपर्छ भन्ने किसिमले गइरहेका छौँ। बुटोलले अगुवाई गरेको छ। त्यस्तै अब हाम्रो विद्यालयले गरेको छ। कालिका मानव ज्ञानले कम्प्युटर इन्जिनियरिङमा नेपालमै अगुवाई गरेको छ। यो गौरवको कुरो हो। अब यसलाई बुटोल उपमहानगरपालिकाले अभिभावकीय भूमिका निर्वाह गरेको छ। अझै पनि हामीसँग बसेर के गर्दा अझ इफेक्टिभ हुनसक्छ त्यो भइदियो भने अझ सुनमाथि सुगन्ध हुन्थ्यो। सम्भावनाहरू धेरै छ। बुटवलका सामुदायिक तथा संस्थागत विद्यालयमा सूचना तथा प्रविधि मार्फत शिक्षा प्रदान गर्ने व्यवस्था गरिएको छ, जस अन्तर्गत नगरका विभिन्न विद्यालयहरूमा स्मार्ट बोर्ड, प्रोजेक्टर, इन्टरनेट सेवाबाट प्रविधियुक्त कक्षा सञ्चालनमा ल्याइएका छन्। शिक्षकहरूलाई उपमहानगरको शैक्षिक कार्यक्रम अन्तर्गत प्रविधि मैत्री शिक्षण क्षमता वृद्धिको लागि आइसिटी सम्बन्धी आधारभूत तथा उन्नत तालिमहरू प्रदान गरिएको छ। मेरो शिक्षा जस्तो वेब प्लेट मार्फत पाठ योजना, सिकाइ सामग्री तथा अभ्यास सामग्रीहरू उपलब्ध गराइएका छन्। नगरमा प्रदान गर्ने शिक्षालाई समावेशी र पहुँचयुक्त बनाउन केही विद्यालयहरूमा एमपी, विशेष शौचालय र सहायक उपकरणको व्यवस्था गरिएको छ। नगरमा सबैको शिक्षामा पहुँच पुर्याउने उद्देश्यले विपन्न, दलित, मुस्लिम, अपाङ्गता भएका विद्यार्थीहरूको लागि छात्रवृत्ति प्रदान गरिएको छ। शिक्षालाई परिणाममुखी बनाउन विद्यालय व्यवस्थापन समितिलाई सक्रिय तुल्याइएका छन्। अभिभावक, शिक्षक तथा व्यवस्थापन समिति बीच नियमित अन्तर्क्रिया गरी विद्यालय सुधार कार्यक्रममा अभिभावकको भूमिकालाई बढाइएको छ। विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर विकासको लागि सरकारी, गैर सरकारी संस्था, दात्री निकाय र सामुदायिक समूहहरूसँग सहकार्य गर्दै स्रोत जुटाउने र परिचालन गर्ने गरिएको छ। विशेष गरेर बुटवललाई शिक्षाको मोफसलको शैक्षिक हब भनेर चाहिँ चिनिने गरिन्छ। वास्तवमा यो सत्य हो। किन भन्दा यहाँ देशमै सबैभन्दा ठुला विद्यालयहरू छन्, ठुला नमुना विद्यालयहरू छन्। विशेष गरेर सामुदायिक विद्यालयले यो क्षेत्रको लिडिङ गरेको स्थिति छ, देशलाई नै लिडिङ गरेको स्थिति छ। त्यो के हो त भन्नुहुन्छ भन्दाखेरि सामुदायिक शिक्षामा भएको समयको लगानी, आर्थिक लगानी, राज्यको भनौँ न त्यो खालको सोच र त्यो सोचलाई चाहिँ साकार रूप दिने यहाँका शिक्षक साथीहरू र हामी शैक्षिक प्रशासकहरू होइन, यो संयोजनका कारणले हाम्रो के भएको त भन्नुहुन्छ भन्दाखेरि शैक्षिक वातावरण चाहिँ एउटा चाहिँ भनौँ न सकारात्मक ढङ्गबाट सिर्जना भएको हो। किन भन्दा एक्लैले विद्यालय सपार्न सकिँदैन होइन। जो कस्तो छ भने हाम्रो विद्यालय व्यवस्थापन समिति अत्यन्तै चुस्त छ होइन, त्यस्तै हाम्रो शैक्षिक प्रशासन असाध्यै चुस्त छ र हाम्रा शिक्षक साथीहरू वास्तवमा भन्ने हो भने एकदमै चाहिँ मौरी जस्तै होइन, एउटा चाहिँ कर्मीको रूपमा, मौरी कर्मीको रूपमा चाहिँ कार्यरत हुनुहुन्छ। जो कारणले हाम्रो विद्यालय अगाडि बढेको र हाम्रो विद्यालय जस्तै अरू सामुदायिक विद्यालय पनि बुटवल उपमहानगरपालिकामा छन्, जसले शैक्षिक क्षेत्रमा चाहिँ उल्लेखनीय योगदान दिनुभएको छ। अहिले शिक्षा मन्त्रालयकै रेकर्ड हेर्ने हो भने टप 10 भित्रका सामुदायिक विद्यालयहरूमध्ये होइन 3वटा विद्यालयहरू बुटवल उपमहानगरपालिकाभित्रकै छन् र सङ्ख्यात्मक दृष्टिकोणले पनि 4-5वटा विद्यालयहरू बुटवल उपमहानगरपालिकाभित्र नै छन्। जस्तै प्राविधिक शिक्षामा हामी सधैँभरि नेपाल प्रथम भइरहेका छौँ होइन। साधारण शिक्षामा पनि अहिलेसम्म गुणस्तरीय शिक्षा प्रदान गरेर अहिले नेपालमै उत्कृष्ट सामुदायिक विद्यालयभित्रको नमुना माध्यमिक विद्यालय भनेर हामी चाहिँ चिनिएका छौँ। त्यस कारणले देशलाई नै चिनाउने र देशकै शिक्षालाई एक फड्को अगाडि मार्नको लागि बुटवल उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूको ठुलो योगदान छ र त्यो चाहिँ अहिले चाहिँ देखिएको छ। शुद्ध खानेपानी, शौचालय, बालमैत्री कक्षा कोठा निर्माण गरी सिकाइको वातावरण सुधार गर्नुका साथै बालबालिकाको सृजनशीलता, नेतृत्व र सहभागितामा अभिवृद्धिको लागि विद्यालयमा बाल क्लब स्थापना गरी परिचालन गरिएको छ। हरेक विद्यालयबाट त्रैमासिक शैक्षिक प्रगति प्रतिवेदन सङ्कलन गरी त्यसको विश्लेषणको आधारमा विद्यालय मूल्याङ्कनको लागि सूचक तय गर्दै गुणस्तर मापन गर्ने अभ्यासको प्रारम्भ गरिएको छ। कक्षा 1 देखि 8 सम्मका विद्यार्थीहरूको लागि स्थानीय संस्कृति, भूगोल र सामाजिक सन्दर्भमा आधारित
पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गरिएको छ भने समयानुकूल पाठ्यक्रमलाई परिमार्जन समेत सुरु गरिएको छ। नगरका हरेक माध्यमिक विद्यालयहरूमा विज्ञान प्रयोगशाला र कम्प्युटर ल्याब स्थापनासँगै प्रयोगात्मक शिक्षालाई प्रवर्धन गरिएको छ। नगरमा रहेका सबै धार्मिक विद्यालयहरूलाई विद्यालय सञ्चालन र व्यवस्थापनको लागि आर्थिक अनुदान उपलब्ध गराइएको छ। संस्थागत विद्यालयद्वारा उपलब्ध गराइने छात्रवृत्तिलाई व्यवस्थापन गर्न नगरपालिकाको नेतृत्वमा प्रतियोगितात्मक छात्रवृत्ति परीक्षा सञ्चालन गर्ने गरेको छ। यस कार्यबाट छात्रवृत्ति वितरणमा पारदर्शिता कायम हुने विश्वास उपमहानगरपालिकाले लिएको छ। आफ्नो क्षेत्रभित्रका सबै निजी तथा संस्थागत विद्यालयहरूमा शुल्क व्यवस्थापनलाई प्राथमिकता दिएको छ। विद्यालयहरूले लिने शुल्कको दर तथा वृद्धिलाई नियमन गरी अभिभावकहरूको हित सुरक्षित गरिएको छ। निजी विद्यालयले लिने शुल्क संरचना र वृद्धि प्रक्रियालाई अभिभावकको हितलाई ध्यानमा राख्दै व्यवस्थित गरिएको छ। विद्यालयहरूले अनियन्त्रित रूपमा शुल्क वृद्धि गर्न नपाउने सुनिश्चित गरिएको छ। नगरमा रहेका कला र संस्कृतिलाई जगैदेखि संरक्षण र सम्वर्धन गर्न विद्यालय स्तरीय लोक संस्कृतिमा आधारित गायन तथा नृत्य प्रतियोगिता सञ्चालन गरिँदै आएको छ। विद्यालय स्तरीय फुटबल राष्ट्रपति रनिङ सिल प्रतियोगितालाई निरन्तरता दिएको छ। शिक्षामा अब्बल हाम्रो बुटवल अन्तर्गत नगर प्रमुख शैक्षिक विकास कार्यक्रम सञ्चालन गर्दै विद्यालयहरूको शैक्षिक र भौतिक स्तर सुधार गरिँदैछ। यस कार्यक्रमले विद्यालयहरूका मात्र नभई विद्यार्थीहरूको पनि समग्र विकासमा जोड दिएको छ। शिक्षामा अब्बल हाम्रो बुटवल कार्यक्रमले पाठ्यक्रम बाहेकका सिप, संस्कार, संस्कृति, खेलकुद, नेतृत्व विकास तथा क्षमता अभिवृद्धिमा सघाउ पुग्ने अपेक्षा गरिएको छ। छोरी पढाऊ समाज बनाऊ कार्यक्रम अन्तर्गत बुटवल टेक्निकल इन्स्टिच्युट BTI-मा छात्राहरूलाई निशुल्क अध्ययनको व्यवस्था गरिएको छ। सो कार्यक्रमले महिला शिक्षा प्रवर्धन र लैङ्गिक समानतामा टेवा पुगेको छ। असहाय तथा विपन्न वर्गका विद्यार्थीहरूलाई छात्रवृत्ति, पोसाक र शैक्षिक सामग्री प्रदान गर्न नगर प्रमुख शैक्षिक सुधार कोष स्थापना गरिएको छ। यसले शिक्षामा समावेशिता र समान अवसर सुनिश्चित गरेको छ। फरक क्षमता भएका बालबालिकाहरूको लागि आवश्यक शिक्षा प्रदान गर्न विभिन्न सङ्घ संस्थासँग सहकार्य गरी विशेष कार्यक्रम सञ्चालन गरिएको छ। हाम्रो यस सुस्थ मनस्थिति बाल विद्या मन्दिरमा 80 जना विद्यार्थीहरू अध्ययनरत छन्, जसमध्ये 30 जना गृहभेट अन्तर्गत छन् भने 50 जना विद्यालयभित्र नै सधैँ निरन्तर सेवा दिइरहेका छौँ। र हाम्रो विद्यालय भनेको दिवा सेवा खालको विद्यालय हो र हामीले यहाँबाट आइतबारको दिन 2 जना टिचरहरूलाई होमसिकमा पठाउने गर्छौँ। सेमलार, नयाँ गाउँ, नयाँ मिल, मणिगिराम र यो बुटवल उपमहानगरपालिकाभित्र जति पनि बौद्धिक अपाङ्गता बालबालिकाहरू छन् तिनीहरूको घरमा घर दैलो कार्यक्रममा पठाउने गर्छौँ, जुन विद्यालयसम्म आउन नसक्ने र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई घरमै गएर परामर्शहरू दिने र कतैबाट आएका सेवा सुविधाहरू उनीहरूलाई घरमै लगेर हामीले प्रदान गर्ने र सचेतना तालिमहरू दिने, मैनबत्ती जस्तो अगरबत्ती लगायत यो मालाहरू बुन्ने अभिभावकहरूलाई तालिम दिने र जुन बच्चाहरूले सिक्न सक्छन् उनीहरूलाई चाहिँ नि बच्चाहरूलाई नै सिकाउने गर्दै आएका छौँ। आगामी दिनहरूमा पनि यस्ता बच्चाहरू झन् प्रतिदिन बढ्दै गएको अवस्था छ। त्यस कारणले यस्ता विद्यालयहरूलाई विशेष खालको ध्यान पुर्याएर हाम्रा यस्ता बालबालिकाहरूलाई अरू बालबालिकाहरू सरह नै शिक्षा दिनुपर्छ र शिक्षाबाट वञ्चित यस्ता बौद्धिक अपाङ्ग बालबालिकाहरू पिछडिएका ठाउँमा पनि वञ्चित हुनु हुँदैन भन्ने मेरो मान्यता छ। र आगामी दिनहरूमा यस्तो ठाउँमा हामीहरूलाई दरबन्दी दिनु आवश्यक मैले ठानेको छु। किन भन्दा अनुदानभन्दा दरबन्दी दियो भने एउटा लामो चाहिँ नि स्थायी हुन्छ भन्ने मलाई लागिरहेको छ। बुटवलले शिक्षा क्षेत्रमा हरेक वर्ष हजारौंको संख्यामा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ। यद्यपि पछिल्लो समय विदेश जाने प्रतिस्पर्धाको कारण उत्पादित जनशक्तिलाई नेपालमै रोक्न स्वरोजगारका कार्यक्रमहरू
प्रभावकारी सञ्चालन हुन सकेका छैनन्। बुटवलका सामुदायिक विद्यालयबाट मात्र हरेक वर्ष 50,000 बढी सङ्ख्यामा SEE का विद्यार्थी उच्च शिक्षाको लागि तयार हुने भएका छन्। अघिल्लो वर्षको शैक्षिक सत्रमा मात्र बुटवलमा सामुदायिकतर्फ बाल विकास केन्द्रमा 2168 जना, कक्षा 1 देखि 5 कक्षासम्ममा 7132, 5 कक्षादेखि 8 कक्षासम्म 6664 जना र 9 देखि 12 कक्षासम्ममा 13931 जनाले अध्ययन गरिरहेको तथ्याङ्कमा देखिएको छ। त्यसै गरी सोही वर्ष संस्थागततर्फ बाल विकास केन्द्रमा 8531 जना, कक्षा 1 देखि 5 सम्ममा 16158 जना, कक्षा 6 देखि 8 सम्ममा 6649 जना र 9 कक्षादेखि 12 कक्षासम्ममा 9917 जनाले अध्ययन गरेको उपमहानगरको रेकर्डमा उल्लेख छ। विद्यालयले आफ्नो विद्यालय सुधार योजना निर्माण गर्नुपर्छ र त्यो विद्यालय सुधार योजना निर्माण गर्ने क्रममा हामीले त्यहाँको समुदाय, त्यहाँको वस्तुस्थिति ती सबैलाई ख्याल गरेर हामीले चाहिँ विद्यालयको योजना बनाउनुपर्छ र बनाइसकेपछि विद्यालयभित्रको शैक्षिक गुणस्तर, बालमैत्री वातावरण, एउटा सानो नानी बाबुहरू विद्यालयमा आइसकेपछि उनीहरूलाई विद्यालयभित्रको सुन्दर वातावरण, त्यहाँ रमाउन सकुन्, त्यहाँ खेल्ने वातावरण बनोस् र विद्यालय उनीहरूलाई बोझ नभएर म कतिखेर विद्यालय जाउँ भनेर विद्यालय आउने वातावरण, बालमैत्री वातावरण चाहिँ विद्यालयमा हुनुपर्छ। र त्यसपछि वातावरण भइसकेपछि हाम्रा कक्षा व्यवस्थापन, हाम्रा कक्षा कोठाहरू, हाम्रो कक्षा व्यवस्थापन राम्रो छ कि छैन त्यसलाई हामीले विशेष ध्यान दिनुपर्छ। र कक्षा व्यवस्थापन गर्ने क्रममा हामीले के गर्छौँ भन्दाखेरि विद्यालय सुधारको लागि प्रत्येक बालबालिकाहरूको केस स्टडी गर्छौँ। विद्यार्थीहरूको शारीरिक, उनीहरूको मानसिक, सामाजिक र त्यहाँको सिङ्गो समुदायको अध्ययन गरेर हामीले किताब पढाउनुभन्दा अगाडि नै हामीले शैक्षिक सत्रको सुरुमा एउटा बालबालिकाहरूको, हामीले प्रत्येक बालबालिकाहरूको केस स्टडी गर्छौँ, उसलाई अध्ययन गर्छौँ। बच्चा कुन किसिमको हो, कस्तो किसिमको हो, बालकको अध्ययन नगरिकन हामीले शैक्षिक कार्यक्रमलाई अगाडि बढाउँदैनौँ। हामीले सबभन्दा पहिले विद्यार्थीलाई पढ्ने गरेका छौँ। उता धार्मिक विद्यालयतर्फ बाल विकास केन्द्रमा 30 जना, कक्षा 1 देखि 5 सम्म 169 जना, 6 देखि 8 कक्षासम्म 25 जना र कक्षा 9 देखि 12 सम्म 10 जना विद्यार्थीले अध्ययन गरेको उपमहानगरको शिक्षा महाशाखाले जनाएको छ। बुटवलमा बाल विकासतर्फ 10,811 जना, कक्षा 1 देखि 5 सम्म 23,459 जना, 6 कक्षादेखि 8 सम्म 13,575 जना र कक्षा 9 देखि 12 कक्षासम्म 23,858 गरी जम्मा 71,703 जना विद्यार्थीहरूले उपमहानगरभित्र अध्ययन गरेको तथ्याङ्कमा उल्लेख छ। बुटवल उपमहानगरपालिकाभित्र अहिले झन्डै 93,000 विद्यार्थी रहनु भएको छ। त्यसमध्ये धेरै सङ्ख्यामा बुटवल बाहेकको बाहिर भूगोलबाट आउनुभएको विद्यार्थीहरू हुनुहुन्छ। त्यसकारणले बुटवलको शिक्षामा बुटवलको जतिकै विश्वास छ, बुटवलभन्दा बाहिरबाट आउनेको पनि बुटवलको शिक्षाप्रति विश्वास छ र अन्यको शिक्षाभन्दा बुटवलको शिक्षामा जुन खालको अहिले विश्वासको स्थिति निर्माण भएको छ, यसले गर्दा बुटवलको शिक्षा वर्तमान अवस्थामा केही न केही मात्रामा सन्तोषप्रद देखिन्छ। तथापि जुन खालको शिक्षासँग सिप हुनुपर्ने हो, अरू विषयहरू जोडिनुपर्ने हो, ती कुराका लागि हामीले के थप कुराहरू अगाडि बढाउनु पर्ने देखिन्छ। उच्च माध्यमिक र उच्च शिक्षातर्फ पनि बुटवलको उत्पादन क्षमता वृद्धि हुँदै गएको छ। सामुदायिकसँगै संस्थागत विद्यालयहरूबाट पनि हरेक वर्ष बुटवलमा अध्ययन गर्न आउने विद्यार्थीहरूको सङ्ख्या बढ्दै गएको छ। भोलिका लागि बुटवलमा शिक्षाको जगलाई अझ दह्रो बनाउन बुटवलमा पढाइसँगै रोजगार र पढाइसँग सिपको कुरा
र विद्यार्थीका अभिभावकहरूले सिप सिक्न चाहेमा त्यसको पनि व्यवस्थापनको कुरालाई हामीले प्राथमिकतामा राखेका छौँ। त्यस कारणले अहिले जुन सङ्ख्यामा बुटोलमा विद्यार्थीको सङ्ख्या छ यसलाई दोब्बर कसरी बनाउने र त्यसका उपायहरू के हुन सक्छन्, त्यसमा बुटोल उपमहानगरपालिकाले लिनुपर्ने दायित्वहरू के हुन् यसका बारेमा शिक्षा क्षेत्रका साथीहरूसँग हामीले छलफल गरिरहेका छौँ। बुटोलमा सञ्चालनमा रहेका संस्थागत अन्तर्गत प्याप्सन आबद्ध विद्यालयहरूमा मात्र 14,081 विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् भने एन प्याप्सनमा आबद्ध विद्यालयहरूमा 2,400 छात्र र 2,600 छात्राहरू गरी 5,000 बढी विद्यार्थीहरूले अध्ययन गरिरहेका छन्। बुटोलको हकमा चाहिँ शिक्षा चाहिँ असाध्यै सस्तो छ। देशभरिबाट जुन हिसाबले क्वालिटी एजुकेसन बुटोलले दिइराखेको छ, देशकै एउटा नेतृत्वदायी नतिजाहरू बुटोलबाट आइराखेको छ। चाहे त्यो कक्षा 10 को नतिजाको सन्दर्भमा होस्, चाहे चाहिँ कक्षा 12 को नतिजाको सन्दर्भमा होस्, हरेक वर्ष उत्कृष्ट नतिजाहरू बुटोलबाट आएको छ र यसमा जुन हिसाबको नतिजाहरू छ त्यो हिसाबले संस्थागत विद्यालयहरूको फीहरू पोखरा, त्यसै गरी चितवन, विराटनगर, इटहरी, काठमाडौँको हिसाबले धेरै सस्तो फीमा हामीले विद्यार्थीहरूलाई अध्ययन अध्यापन गराइराखेका छौँ। र सँगसँगै अक्सफोर्डको हकमा चाहिँ के हो भन्दा कुनै पनि विद्यार्थी फीकै कारणले चाहिँ बिदा हुनु नपर्ने अवस्था पनि हुन्छ। अहिलेको यो फाइनेन्सियल क्राइसिसको अवस्थामा धेरै अभिभावकहरूका अप्ठ्याराहरू छन्, हामीले हेरेका छौँ र उहाँहरूलाई सम्बोधन गर्दै पनि हामी अगाडि बढेका छौँ। र वास्तवमा चाहिँ बुटोललाई शैक्षिक हब बनाउने सन्दर्भमा चाहिँ यहाँका संस्थागत विद्यालयहरूले निकै चाहिँ ठुलो भूमिकाहरू खेलिरहेका छन्। यहाँका संस्थागत विद्यालयहरू भौतिक पूर्वाधारको हिसाबले सम्पन्न छन् र निर्धक्कसँग चाहिँ हाम्रा बुटोलका संस्थागत विद्यालयहरू चाहिँ के हो भन्दा भाडामा छैनन्, असाध्यै कम छन् र भौतिक पूर्वाधारको हिसाबले सम्पन्न छन्। त्यसै गरी क्वालिटी एजुकेसनको लागि पनि ह्युमन रिसोर्समा पनि उत्तिकै काम गरिरहेका छन् र अहिलेको चाहिँ सुहाउँदो शिक्षा, देश सुहाउँदो शिक्षा, खास गरी हामीले संस्कारलाई अगाडि बढाउने सन्दर्भमा होस् वा चाहिँ प्रविधि र सिपलाई अगाडि बढाउने सन्दर्भमा होस्, संस्थागत विद्यालयको महत्त्वपूर्ण भूमिका रहेको बेहोरा यहाँलाई अनुरोध गर्दछु। सामुदायिक तर्फका उच्च मावि तथा क्याम्पसहरूले बुटोलबाट दिने शिक्षाको गुणस्तर पनि उच्च कोटिको रहेको विद्यार्थीहरू स्वयं बताउने गरेका छन्। बुटवल कालिका, नवीन औद्योगिक कदरबहादुर रिता मावि, कान्ति लगायतका उच्च माविले ल्याएको परीक्षाको नतिजाले बुटवललाई प्राविधिक सहित हरेक विषयमा दक्ष जनशक्ति उत्पादन गर्ने शैक्षिक केन्द्र बनाइदिएको छ। बुटवल उपमहानगरभित्र रहेका उच्च माविहरूले पनि असल नतिजा सहित शिक्षा प्रदान गर्दै आएको छ। सामुदायिक तर्फ बाहेक संस्थागत उच्च माविहरूले मात्र 7,000 बढी विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्दै आएको हिसानका अध्यक्ष कृष्ण न्यौपानेले बताउँछन्। बुटवलमा उच्च शिक्षा अध्ययनको सम्भाव्यता चाहिँ एकदमै प्रबल रहेको मैले पाएको छु। हिसान अन्तर्गत रहेका लगभग 42वटा विद्यालयहरूले कक्षा 10 पछि कक्षा 11 र 12 सञ्चालन गरेको अवस्था छ र अधिकांश विद्यार्थीहरू कक्षा 10 पछि काठमाडौँतिर जाने जुन पहिलाको ट्रेन्ड थियो त्यो अत्याधिक रूपबाट न्यून भएको छ, घटिरहेको अवस्था चाहिँ हामीले देखेका छौँ र कक्षा 11 र 12 पछि पनि केही विद्यार्थीहरू अलिकता गएको देखिएको छ र हाम्रो चाहना ती विद्यार्थीहरूले पनि बुटवलमै अध्ययन गरेर बुटवललाई शैक्षिक जगतमा एकदमै अग्रसर रूपमा अगाडि बढाउने कार्यमा आफ्नो संलग्नता देखाउनुपर्छ भन्ने हाम्रो ठम्याइ छ। तसर्थ +2 पछिका अध्ययनका क्रियाकलापहरू पनि हामीले बुटवलमा सम्भव गर्न सक्छौँ र यसको सम्भाव्यता अति बढी छ। हामी जस्ता शिक्षालयहरू जसले +2 चलाइरहनु भएको छ उहाँहरूले अब +2 पछिका कार्यक्रमहरू पनि लिएर यी कुराहरूलाई अगाडि बढाउनुपर्छ र बुटवललाई शैक्षिक जगतको धरोहरको रूपबाट अगाडि बढाउनुपर्छ भन्ने मेरो भनाइ छ। साथसाथ अब यहाँ स्थानीय सरकारको कुराकानी उठिरहेको छ। वास्तवमा हामीले विशेष गरी यो संस्थागत विद्यालय अथवा निजी विद्यालयहरूले मात्र स्थानीय सरकारसँग नैतिक सहयोगको खाँचो मागिरहेको छ। हामीलाई स्थानीय सरकारले कुनै भौतिक व्यवस्थापन अथवा भौतिक सहयोग
गर्न त सक्दैन होला अथवा गर्छ गर्दैन त्यो उहाँहरूको नीति तथा कार्यक्रममा के हुन्छ भन्न सकिँदैन। तर हामीले कता कता कहिलेकाहीँ के महसुस गर्छौँ भने स्थानीय सरकारले संस्थागत विद्यालयहरूले शिक्षा क्षेत्रमा गरेको योगदानलाई पनि नकारात्मक दृष्टिकोणले हेरेको हामीले महसुस गरेका छौँ। तसर्थ हाम्रो जोरदार माग नैतिक रूपमा चाहिँ हामीलाई सहयोग गरिदिनुहोस्, समर्थन गरिदिनुहोस्। हामी शिक्षाको विकासमा अग्रसर छौँ। शिक्षालाई चाहिँ हामीले बुटोललाई शिक्षाको एउटा हबको रूपमा स्थापित गरिसकेका छौँ। यसलाई अझै बढाउने कुरामा हामी लाग्नेछौँ। बुटवल उपमहानगरले शिक्षामा ठूलो लगानी गरेको भए पनि परम्परागत पाठ्यक्रम, पठन पाठनमा स्वरोजगारको प्रोत्साहन, राष्ट्रप्रेमले ओतप्रोत शैक्षिक सामग्रीको उपलब्धताको अभावमा युवाहरूमा विदेश जाने होड रोकिएको छैन। विद्यालय स्तरबाटै स्वरोजगारमुखी शिक्षा, सोही अनुसारको राष्ट्रप्रेम झल्कने पाठ्यपुस्तक, प्राविधिक दक्षतायुक्त प्रयोगात्मक कक्षासँगै पढाइपछि रोजगारीको व्यवस्था गर्न उपमहानगरले विशेष पहल गर्न आवश्यक छ। बुटोलमा अध्ययन गरेका विद्यार्थीलाई बुटोलमै रोजगारी, युवाहरूमा फेसनका रूपमा रहेको विदेश जाने रहरलाई न्यूनीकरण गर्ने वातावरण र स्वदेशमै कामदारको सम्मान र प्रतिष्ठा कायम गर्ने तर्फ पनि स्थानीय सरकारको विशेष पहल जरुरी रहेको छ। गुणस्तरीय शिक्षासँगै दूरदराजबाट बुटवललाई शैक्षिक गन्तव्य बनाएर आउने विद्यार्थीहरूको लागि सुरक्षित र शैक्षिक वातावरणको आवासीय प्रबन्ध सहितका संस्थागत तथा सामुदायिक विद्यालयहरू सञ्चालनमा आउन सके बुटवल एक दिन अवश्य शैक्षिक राजधानी बन्न सक्दछ। बुटवलको शैक्षिक यात्रा ज्ञानको ज्योति फैलाउने एक प्रेरणादायी कथा हो। यो सहरले आफ्ना बालबालिकाहरूलाई मात्र होइन, देशकै भविष्यलाई उज्यालो बनाइरहेको छ। आउनुहोस् यो यात्रामा सहभागी बनौं र बुटवललाई नेपालको शैक्षिक राजधानी बनाउने सपना साकार पारौं।